जुन श्रीमान आफ्नो श्रीमतीको कुरा नसुनी अरूको सल्लाहलाई मात्रै जीवनको सत्य ठान्छन् उनीहरूले वास्तवमा आफ्नै जीवनका सुन्दर क्षणहरू बर्बाद गरिरहेका हुन्छन्। किनभने पत्नी मात्र जीवनसाथी होइन, उनी जीवनको आधा यात्रा गर्ने सहयात्री हुन्। पत्नी मात्र घरधनी होइन, उनी परिवारको हृदय हुन्। पत्नी मात्र भोजन पकाउने हात होइन, उनी सन्तानको भविष्य सजाउने आशीर्वाद हुन्। श्रीमतीको वचन सुन्नु भनेको केवल घरको शान्ति बचाउनु मात्र होइन, यो त सच्चा प्रेम, विश्वास र सम्बन्धको जगलाई मजबुत बनाउनु हो। तर जसले आफ्नो श्रीमतीलाई बेवास्ता गर्छन्, उनको विचारलाई नचाहिँदो ठान्छन्, अरूको सल्लाहलाई मात्रै महत्त्व दिन्छन्, त्यस्ता श्रीमानहरूले न त आफ्नी श्रीमतीको माया बुझ्छन् न त घरको सन्तुलन नै। जीवनमा श्रीमतीलाई बेवास्ता गरेर अरूको सल्लाहलाई मात्र सुन्ने बानी भनेको घरको बगैँचामा फूल नखिलाई काँडा रोप्नु जस्तै हो। सम्झनुहोस्, श्रीमतीसँग कुरा गरेर निर्णय लिने श्रीमान सधैँ सफल हुन्छन्। श्रीमतीको आँसु पुस्ने श्रीमान नै भगवानको रूप मानिन्छ। श्रीमतीको माया र विचारलाई सम्मान गर्ने श्रीमानको जीवनमा कहिल्यै अन्धकार बस्दैन। श्रीमान श्रीमती बीचको सम्बन्ध केवल विवाहको कागज होइन, यो आत्माको मिलन हो। यो मिलनलाई अविश्वास, व्यवस्था र अरूको कुरा सुनेर होइन, आफ्नै जीवनसाथीको विचारलाई आधार गरेर मात्रै बचाउन सकिन्छ। अन्ततः श्रीमतीको कुरा नसुन्ने श्रीमान हार्दछन्, घरमा पनि, सम्बन्धमा पनि र अन्ततः जीवनमा पनि। यो सामग्रीलाई मैले सामाजिक सञ्जालमा भेटाएँ र जस्ताको तस्तै साभार गरेर सुनाएँ। कहिलेकाहीँ जीवनमा मलाई मन परेको कुरा तपाईँलाई सुनाउन मन लाग्छ। कसले लेख्नुभयो मलाई थाहा छैन, तर असाध्यै जीवन उपयोगी रहेको कारणले मैले तपाईँलाई सुनाएँ। एकले अर्कोको भावनाको कदर गरौँ, सम्मान गरौँ। अहिलेलाई बिदा भएँ। नमस्कार।